हेलो गुड मर्निङ गाइज। आज चाहिँ मैले ब्लग स्टार्ट गरिसकेँ अनि आज चाहिँ म घरबाटै निस्किसकेँ है। म आज पनि काममा जाँदैछु अनि आज चाहिँ अलिकति जाडो पारेको छ दिन चाहिँ होइन। जाडो पनि छैन, त्यस्तो धेरै जाडो पनि छैन, ठिक्कको छ। अनि आज चाहिँ म एकदमै खुसी छु किन भन्दाखेरि जाडो पनि छ, गर्मी पनि छैन, जाडो पनि छैन, ठिक्कको छ कि दिन होइन। अनि एकदमै ह्याप्पी छु। अनि गर्मी भने त एकदमै गाह्रो हुन्छ, त्यही भएर चाहिँ हो साथीहरू म एकदमै ह्याप्पी छु आज चाहिँ। अनि तपाईँहरूको के छ त खबर साथीहरू? मेरो त एकदम ठिक छ। म चाहिँ काममा जाँदैछु होइन। अब काममा जानै पर्यो, के गर्नु होइन। काम गर्न आएको मान्छे काममा नगइकन हुँदैन, त्यही भएर काममा जाँदैछु। अनि मेरो झोलामा चाहिँ कामको ड्रेसहरू छ, यताउता छ, यति धेरै छ कि कामको ड्रेसहरू। अब कामको ड्रेसहरू छ अनि के छ यहाँ त धेरै कुरो पो छ होला त, त्यही भएर चाहिँ एकदमै धेरै छ। अनि आज चाहिँ म अलिकति छिटो हिँड्नेछु, 2-3 मिनट अगाडि अरूको दिनभन्दा। त्यही पनि आज अनि फेरि ढिलै हुने हो कि के गर्ने हो साथीहरू थाहा छैन। ढिलै हुन्छ जहिले ढिलै हुन्छ, जहिले ढिलै भइरहेको हुन्छ, त्यही भएर। अनि आज चाहिँ अलिकति बिजी नै हुन्छ पसल चाहिँ, किन भन्दाखेरि आज चाहिँ के बार हो, फ्राइडे हो नि त, त्यही भएर चाहिँ एकदमै बिजी नै हुन्छ। अब तर आजै ह्याप्पी नै छु। 2 दिन छुट्टी थियो नि त मेरो, हिजो र अस्तिको दिन, त्यही भएर चाहिँ म ह्याप्पी नै छु साथीहरू, एकदमै ह्याप्पी छु। किनकि मजाले थकाइ मारेर चाहिँ जाँदैछु। तर 2 दिन चाहिँ मेरो यस्तै भयो, बुढीको काम थियो, त्यही भएर मेरो चाहिँ छुट्टी, बुढीको चाहिँ काम त्यस्तै भएर अनि उनी भएन क्या, त्यही भएर चाहिँ हो साथीहरू। अब अनि म चाहिँ अब यहाँ नजिकै पुगिसकेँ, स्टेसनमा नजिकै पुगिसकेँ, अब जानुपर्ने हुन्छ। अनि आज चाहिँ यहाँ मिनी बजार लागेको रहेछ साथीहरू, हेर्नु होइन। यहाँ मिनी बजार लागेको रहेछ, यहाँ चाहिँ मिनी बजार लागेको छ सानो होइन। नेपाल जस्तै लाग्छ क्या साथीहरू मिनी बजार। अब के गर्नु, जहिले शुक्रबार शनिबार आइतबार लाग्छ कि मेरो काम हुन्छ त्यो दिन चाहिँ जहिले पनि। अनि म सपिङै गर्न आउनु पाउँदिनँ, किन भन्दाखेरि अलिक सस्तो हुन्छ नि त साथीहरू। मौकामा चौका उठाऊँ भनेको है, नहुने रहेछ होइन। त्यही भएर ट्याक्क म जानुतिर चाहिँ खुल्यो, ट्याट गर्दै कराउँदैछ। म चाहिँ हिँड्दै साथीहरू। हो माइ गड, 2 दिन बिर्ता बसेको मेरो खुट्टा त किन हो नचन्केर हो क्या यार, खुट्टा दुख्नु लागेछ त किन हो, तानाक तुनुक भएन है क्या हो। तानाक तुनुक बनाउने भनेर क्या खुट्टालाई साथीहरू। अलिकति घरमा बसी भने नि दुख्दो रहेछ कि यो, किन भन्दाखेरि हामी एकदमै धेरै काम गर्ने मान्छे हो नि त, 12-13 घन्टा काम गर्ने मान्छे। अनि त्यही भएर चाहिँ खुट्टा दुख्दो रहेछ। अनि 12-13 घन्टा काम गर्ने मान्छेको घरमै बसी भने चाहिँ अलिक 2-3 दिन बस्यो भने चाहिँ खुट्टा दुख्ने रहेछ कि, त्यो बानी हुँदो रहेछ कि जहिले बाहिर उभिनै हिँड्ने, त्यस्तो भएर चाहिँ हो साथीहरू। अनि आज चाहिँ मेरो हल्का खुट्टा दुखिरहेको छ। अब एकछिन हिँडेपछि सबै निको हुन्छ कि होइन साथीहरू, सब ठिक हुन्छ अलिकति हिँडेपछि। अनि कपाल काट्नु पनि भएको छैन, कपाल चाहिँ काट्छु भनेर प्लान गरेको छु साथीहरू, भ्याएकै छैन म। छुट्टीको दिन पनि खै के गर्दा यस्तै भएर भ्याएन कि। सुत्दाखेरि धेरै जान्छ साथीहरू मेरो टाइम, म ढिलोसँग सुत्दिन्छु, त्यही भएर। अनि ढिलोसँग सुतेर फेरि उठेर फेरि खाना खाएर फेरि सुत्दिहाल्छु। अनि यहाँ चाहिँ फेरि के साथीहरू, पसल चाहिँ कपाल काट्ने पसलहरू चाहिँ सैलुन चाहिँ कति बजे भन्दाखेरि 5 बजे नै बन्द हुन्छ कि साथीहरू, सबै 5 बजे नै बन्द हुन्छ। त्यही भएर अनि भ्याउँदैन, छुट्टीको दिन पनि 2 दिन सुतेर बस्थेँ, त्यही भएर चाहिँ भ्याएन। एकदमै सरासर यस्तो स्पिडमा आएको है, गलेछ त यार, स्या भएको छ त यार। म त अलिकति हिँड्यो भने स्या हुन्छ क्या साथीहरू, मोटो भएर क्या है। आजभोलि चाहिँ हल्का घटेको छु म, अझै घट्नुपर्छ भन्ने हो, हल्का घटेको छु। हो मेरो ट्राम आउनु 3 मिनट बाँकी रहेछ, आज चाहिँ अलिकति छिटो आइपुग्यो। अनि हात खुट्टा चाहिँ घटेछ साथीहरू मेरो। अनि पेट चाहिँ घटेन क्या साथीहरू, पेट चाहिँ घट्नुपर्ने खासमा भन्नुपर्दाखेरि। पेट घटेको भए चाहिँ यस्तो राम्रो हुन्थ्यो कि,
पेट घटेको भए चाहिँ म यति खुसी हुन्थेँ कि यो पेटले त मलाई एकदमै गाह्रो बनाएको छ साथीहरू। त्यही भएर चाहिँ पेट घट्दै हुन्थ्यो भनेको पेटै घट्दैन। यो हात खुट्टा चाहिँ किन घटेको होला है। अनि पेट चाहिँ घट्यो हुन्थ्यो कि आया पेट घट्दै त यस्तो खुसी हुन्थेँ कि म त्यो जति खुसी केही पनि हुँदैन। पेट लाग्नु भनेको एकदमै खत्तम हो साथीहरू। किन भन्दाखेरि पेटले चाहिँ एकदमै खत्तम गराउँछ कि निहुरिनु नि मिल्दैन ठुलो पेट भयो भने है मजाले है। अनि म जापानमा हुँदाखेरि के साथीहरू यस्तो मोटो भएको थियो है। नेपालमा लुरे थिएँ नि त जापान आएर मोटो भयो होइन। एकचोटि त म अब खानासाना खाएर होइन मोटो भयो बेला त्यही माथि खानासाना खाएर आउँथेँ कामबाट। अनि कपडा खोल्ने बेला नखोलिकन खाना खान्थेँ किचनमा खाना खान्थेँ अनि आउँथेँ होइन। अनि कपडा खोल्ने ठाउँमा त निहुरेर जुत्ता सुत्ता लाउनु हुन्थेन कि त्यस्तो मोटो भएको थियो कि साथीहरू। मेरो पेटले यस्तो मोटो भएको थियो कि यस्तो ठुलो भएको थियो कि पेट त कुरै छोडिदिउँ है त्यतिखेर त। अनि यस्तो मोटो भएको थिएँ त्यहाँबाट हल्का घटेँ फेरि अहिले फेरि यहाँ आएर मोटो भएको थिएँ। फेरि अहिले चाहिँ म हल्का घट्दैछु किन भन्दाखेरि त्यस्तो जे पायो त्यही खान्छ नि त आजभोलि। त्यही भएर हो अलिकति मैले खानुमा घटाएको छु त्यही भएर हो। किन भन्दाखेरि खानु त पर्छ त्यही पनि अब त्यस्तो धेरै चाहिँ खाँदिनँ। अलिकति घट्नु भनेर एकदमै ठुलो भइरहेछ कि साथीहरू। पेट चाहिँ एकदमै ठुलो भइरहेछ त्यही भएर हो। यो पेट घटाउनुको लागि अब फेरि उयो के अरे जिम गर्ने टाइम पनि छैन साथीहरू। के गर्नु होइन अब हप्तामा 2 दिन मात्रै गरेर पनि भएन। 2 दिन छुट्टेको दिन अब त्यही माथि अब अनि अरू दिन त काम हुन्छ त्यही भएर हुन्छ साथीहरू। म चाहिँ अब ट्रेन आयो म परे पुगेर भेट्छु हजुरहरूलाई। साथीहरू म चाहिँ ट्रामबाट झरेर होइन अब काममा जाँदैछु। काममा जानुपर्ने हुन्छ त्यही भएर चाहिँ नजिक पुगिसकेको छु। अनि त्यस्तो अल्छी चाहिँ लागेको छैन आज चाहिँ किन भन्दाखेरि त्यस्तो धेरै अल्छी चाहिँ लागेको छैन। केही छैन बिस्तारै जानुपर्छ होइन। अनि आज अलिकति ढिलो पनि भइसक्यो किन भन्दाखेरि बिच बाटोमा आएर ट्राम रोकेर अर्को चेन्ज गरेर आएको हो। त्यही भएर चाहिँ यहाँ ट्राम रोकेर चाहिँ अलिकति ढिलो भयो। केही छैन 5-10 मिनट ढिलो भइसक्यो। अब केही छैन अब म बिस्तारै जानुपर्छ होइन। अब 5-10 मिनट ढिलो भएर केही हुन्न होइन र साथीहरू। मलाई त के जस्तो लाग्दैन तरै पनि अब रुल्स भनेको रुल्स हो होइन। अब रुल्स इज रेगुलेसन भन्छ नि। अब रुल्स त रुल्सै हो नि अब के गर्ने होइन। अब आउँदै ढिलो भयो त अब मर्नु। मैले जान ढिलो गरेको होइन साथीहरू। त्यही भएर ओ माई गड फेरि के भन्ने आज फेरि त्यो मायाकुरीले झ्याउ लाउँछ। भन्नु त के पनि भन्दैन आफैलाई गाह्रो हुन्छ साथीहरू। किन भन्दाखेरि अब भ्याउनु पर्ने हुन्छ नि त 1 घन्टाभित्रमा पनि गरिसक्नु पर्ने हुन्छ। त्यही भएर चाहिँ अलिकति गाह्रो हुन्छ आफैलाई गाह्रो हुन्छ। भन्नु त कसैले केही भन्दैन त्यही पनि ढिलो भएर अब आफैलाई गाह्रो हुन्छ। त्यही भएर चाहिँ यसो टाइममा पुगेर यसो आराम साथले गर्न पाइन्छ नि होइन साथीहरू। अब ठिकै छ गएर हान्नुपर्छ मजाले काम अब। अनि आज चाहिँ बिजी नै हुन्छ मलाई थाहा भइसक्यो किन भन्दाखेरि वेदर एकदमै राम्रो छ। पसलको चाहिँ वेदर राम्रो भएपछि होइन हाम्रो त रामेन हो नि त रामेन सप हो नि त। त्यही भएर रामेन अब चिसोमा खाने हो जाडोमा होइन। किनकि जाडोमा खायो भने त तातो सुप खाने हो नि त। त्यही भएर बिजी नै हुन्छ आजभोलि बिजी नै हुन्छ। यस आज जहाँसम्म लाग्छ मलाई चाहिँ बिजी नै हुन्छ होला। अब ठिकै छ बिजी भएर केही फरक भएन। के हाम्रो डेलिभरी आइसक्यो क्या मायाकुरी। हाम्रो डेलिभरी आएको कि अर्को हो हाम्रो त होइन होला। हाम्रो आयो भने त झ्याउ हुन्छ फेरि साथीहरू। किन भन्दाखेरि एकदमै झ्याउ हुन्छ हाम्रो आयो भने त। हाम्रो चाहिँ नहोस् डेलिभरी भन्ने हो। आज आउने दिन त हाम्रो त्यही पनि हाम्रै हो कि हाम्रो कम्पनी चेन्ज गरेको छ कि अहिले डेलिभरी आउने कम्पनी अर्कै चेन्ज गरेको छ। त्यही भएर थियो बा हाम्रो हो के थाहा होइन एकदमै झ्याउ हुन्छ। हुन्छ साथीहरू म त काममा पनि पुग्ने बेला भइसक्यो। अब यहाँ नजिकै पुगिसक्यो काममा होइन। अब भरे भेट्नुपर्छ ल साथीहरू।
हुन्छ ल गाइज म चाहिँ कामबाट निस्किसकेँ होइन अब आज चाहिँ अलिकति ढिलै भयो त्यही भएर जेम्स त्यो चाहिँ फोन अब लाग्छ त्यही भएर डिस्टर्ब नगरेको मैले चाहिँ हामीसँगै काम गर्ने हो अनि म चाहिँ अब घर जानुपर्ने हुन्छ साथीहरू होइन अब घर जाँदैछु यहाँबाट टक्कसँगले निस्किसकेँ अनि अगाडि चाहिँ हामीले मैले काम गर्नेभन्दा अगाडि चाहिँ मेला लागेको रहेछ यहाँ चाहिँ मेला लागेको रहेछ तर के भने अब काममा बिजी भइन्छ त्यही भएर थाहै हुन्न कि बाहिर निस्किने चान्सै हुन्न साथीहरू किचनमा बसेको है बिजी भएर होइन त्यही भएर थाहै हुन्न कि यहाँनिर मेला लागेको रहेछ यस्तो राम्रो मेला लागेको रहेछ है अब भोलि चाहिँ यसो निस्किनु पर्ला एकछिन ब्रेकमा यसो निस्किनु पऱ्यो भनेको ब्रेक पनि लामो हुँदैन नि त मेरो किन भन्दाखेरि बिजी हुन्छ त्यही भएर खासै लामो हुँदैन ब्रेक त्यही भएर अनि यस्तो राम्रो बनाएर रहेछ है यहाँ चाहिँ घर जस्तै बनाएको छ हेर्नु गाइज होइन यस्तो बनाएको छ होइन यस्तो बनाएको रहेछ के गर्नु लागेको रहेछ कि यहाँ खासमा भन्नुपर्दा के चाहिँ बनाउनु लागेको रहेछ कि यस्तो राम्रो यहाँ हेर्नु न चौर हालेर यस्तो राम्रो बनाएको छ है के बनाउनु लागेको रहेछ थाहा भएन त्यस्तै के को कार्यक्रम होला साथीहरू त्यही भएर होइन हो माई गड मेरो ट्राम पनि आउने बेला भइसक्यो होला किन भन्दाखेरि अब मेरो चाहिँ 24मा आउने हो नि त त्यही भएर अनि कति 22-23 भइसक्यो अब म चाहिँ हतार जानुपर्ने हुन्छ साथीहरू अनि आज त एकदमै धेरै रक्सी खाएर मान्छे मात्रै आएको हुन्छ बाटोभरि है छाडा बोल्दै बसिरहेको हुन्छ झगडा गरिगयो यहाँ केटा र केटीहरू त यस्तो झगडा गर्छ कि यहाँनिर रक्सी खाएर मातेपछि है कसको के लाग्छ होइन अब साथीहरू रक्सी खाएर मातेपछि त कसैको केही लाग्दैन त्यही भएर हो तिनीहरू अनि झगडा गर्दैछ एउटा के भने कि झगडा गरिहाल्छ कि यहाँको मान्छे त फेरि त्यही भएर हो अब 3 मिनट रहेछ 3 मिनटपछि चाहिँ मेरो ट्राम आउँछ साथीहरू अनि यस्तो छ कि साथीहरू हेर्नु न होइन फात्तै निकालेको त यार साथीहरू के निकालेको यसरी यार निकाल्नु नि फात्तै निकालेर हिँडेको त यार बरु कपडै नलाइकन हिँड्ने भइकन होइन देखाउने चाहेको भन्दा होइन साथीहरू फात्तै निकालेर हिँड्छु अब क्यामेरा फर्काएर देखाउँ कि भने फेरि क्यामेरा फर्काएर देखायो भने मार्छ त्यही भएर गाली गर्छ त्यही भएर अलिक झगडा किन गर्नु भनेर होइन रक्सी खाएको मान्छेसँग झगडा गर्नु हुँदैन त्यही भएर हो अब चाहिँ म जानुपर्ने हुन्छ साथीहरू अब मेरो ट्राम पनि आउने बेला भइसक्यो अनि आज चाहिँ हल्का बिजी भएर बित्यो मेरो दिन चाहिँ होइन तपाईँहरूको कस्तो बित्यो होइन साथीहरू अनि अहिले चाहिँ यहाँ 10:30 भइसक्यो हुन लागिसक्यो 10:30 हुन लागिसक्यो अब घर पुग्दा 11 बज्छ साथीहरू नुहाइदै गर्दा 12 बज्छ अनि 1-2 1:30 त्यस्तो भइहाल्छ सुत्ने बेला है अब विदेशीको जिन्दगी यस्तै त हो नि खासै टाइम हुँदैन त्यही भएर छिटो गर्नुपर्ने हुन्छ जे कुरा पनि छिटो गर्नु हतार गरोस् खायो हतार सुत्यो त्यस्तै छ जिन्दगी हतारमा चलिरहेको छ आजसम्म जिन्दगी कहिलेसम्म चल्ने हो साथीहरू यस्तरी हतारमा होइन अनि आज चाहिँ मैले खाना पनि नलिकन आएको छु साथीहरू अन्ली एउटा कोक लिएर आएको छु किन भन्दाखेरि आज चाहिँ मेरो बुढीको अफ हो अनि त्यही भएर बुढी चाहिँ घरमै छिन् त्यही भएर बुढीले बनाउँछिन् त्यही भएर हो मैले चाहिँ आज केही पनि नबनाइकन केही पनि नलिकन आएको छु एउटा कोक मात्रै लिएर आएको छु अब गएर चाहिँ अब टक्कसँगले होइन खानुपर्ने हुन्छ साथीहरू म घर छेउमै पुगेपछि भेट्छु तपाईँलाई उता ट्राममा झरेपछि म हजुरलाई भेट्छु है त साथीहरू हेलो गाइस म चाहिँ घर छेउमा आइपुगिसकेँ होइन अब घर आइपुग्नु चाहिँ 2-3 मिनट छ अनि बिहान त जाडै थियो अहिले त गर्मी नै रहेछ गर्मी भन्दा नि त्यो के अरे ट्राममा एकदमै धेरै मान्छे थियो त्यही भएर गर्मी भएको होला बाहिर निस्किँदा त ठिकै रहेछ त्यही पनि अब म चाहिँ घर पुग्ने बेला भइसक्यो अनि अब जानुपर्ने हुन्छ नुहाइधुवाइ गरेर यताउता गरेर खानासाना खाएर सुत्नुपर्ने हुन्छ साथीहरू के गर्नु यस्तै छ होइन अनि विदेशको ठाउँ चाहिँ यस्तै हो साथीहरू विदेश आउनु चाहिँ रहर नगर्नु होला विदेश आयो भने चाहिँ एकदमै गाह्रो हुन्छ अब नेपालमा यत्तिकै होइन कामै नगरिकन होइन काठमाडौँमा बस्ने खाने गर्ने मान्छेलाई झन् एकदमै गाह्रो हुन्छ साथीहरू विदेशमा त झन् किन भन्दाखेरि
खाना खाने सुद्धा टाइम हुँदैन साथीहरू मजाले, त्यही भएर हो। अब विदेशमा त एकदमै गाह्रो छ क्या साथीहरू, एकदमै गाह्रो त गाह्रो, अति गाह्रो छ कि। अनि झन् साह्रो 11-12 घन्टा ड्युटी गर्ने मान्छेलाई झन् एकदमै गाह्रो हुन्छ। किन भन्दाखेरि 11-12 घन्टा ड्युटी गर्ने मान्छेलाई त गाह्रो भइहाल्छ नि होइन साथीहरू। किन भन्दाखेरि अब टाइम नै हुँदैन। अनि 12 घन्टा काम गऱ्यो होइन, 12 घन्टा काम गरेर अनि घर आउनु जानु 1 घन्टा लागिहाल्छ, 1 घन्टा 2 घन्टा, अनि ओ माई गड 14 घन्टा जान्छ। अनि टाइम नै हुँदैन क्या साथीहरू, सुत्ने टाइम नै हुँदैन है, गलेको हुन्छ, त्यस्तै धेरै गलेको हुन्छ। अनि गलेको बेला त्यही माथि है मजाले निन्द्रा नि लाग्दैन गलेर है, पुरा सुरुमा त है हात खुट्टा दुखेर है साथीहरू, उभिने बानी हुँदैन नि त नेपालमा त। अनि एकदमै खुट्टा दुख्छ उभिँदाखेरि है। म सुरुमा त म जापान आएको नि त साथीहरू। अनि जापान आउँदाखेरि म ठ्याक्कै म ओर्कीमा आएको थिएँ होइन जापानमा चाहिँ। अनि जापानमा नि 12 घन्टा काम थियो कि त्यहाँ पनि, एकदमै 12 घन्टा काम थियो। अनि बिचमा चाहिँ ब्रेक थियो, 2 घन्टा चाहिँ ब्रेक थियो, त्यही पनि कहिले कहिले त 1.5 घन्टा मात्रै हुन्थ्यो, 2 घन्टा न 3 घन्टा कस्तो थियो ब्रेक, त्यही पनि बिजी भएर ब्रेक त्यस्तो धेरै हुन्थेन। अनि आमा त्यतिखेर सुरुमा त खुट्टा दुखिरह्यो साथीहरू, यस्तो खुट्टा दुखेको है, यो खुट्टाको अलिकति माथि यो जुन पाखुरा हुन्छ नि यस्तो दुखेको हो कि साथीहरू, यस्तो दुखेको कुरा नहुनु। त्यतिखेर त सुरुमा त एकदमै गाह्रो हुन्थ्यो। अनि मलाई चाहिँ रुम पनि कम्पनीले एकदमै पर खोज्दै थियो क्या, एकदमै टाढो खोज्दै थियो। अनि त्यतिखेर त एकदमै गाह्रो भएको थियो साथीहरू। कहानी त एकदमै छ है, के गर्नु। त्यहाँबाट अब काम गर्दै गयो, त्यहाँबाट फेरि मैले कम्पनी चेन्ज गरेँ। त्यहाँबाट चाहिँ 9 घन्टा जति काम हुन्थ्यो दिनमा, दिउँसो 2 बजेबाट हुन्थ्यो, 2 बजेबाट 12 बजेसम्म हुन्थ्यो बेलुका। अनि त्यहाँ पनि त्यहाँ चाहिँ राम्रो थियो, हामी नेपाली धेरै नै थियौँ। अनि एकदमै राम्रो थियो त्यहाँ चाहिँ होइन, भने जस्तो थियो सबै कुरो चाहिँ एकदमै राम्रो थियो। बिहानभरि सुत्नु पाइन्थ्यो, एकदम राम्रो थियो क्या साथीहरू त्यहाँ त। अनि मलाई चाहिँ छोडेर आउनु मन त थिएन त्यतिखेर साथीहरू, के गर्नु होइन। मेरो बुढी चाहिँ यहाँ भएर चाहिँ म आउनै पर्ने बाध्यता भएर चाहिँ म आएको हो साथीहरू। अब के गर्नु, ठिकै छ, अझै पनि भिजा छ जापानको, जानु त मिल्छ। त्यही पनि अब जाँदिनँ होला साथीहरू, किन भन्दाखेरि अब चाहिँ अब मेरो बुढी यहीँ छिन्। अनि मेरो बुढी जानु मान्दिनन् उहाँ, मेरो बुढी पनि उहीँ बसेको हो, त्यही भएर चाहिँ अनि मेरो बुढी चाहिँ जानु मान्दिनन्। अब ठिकै छ, अब केही छैन होइन साथीहरू, जानुपर्छ बिस्तारै, नेपाल चाहिँ जानुपर्छ। अब नेपाल चाहिँ जानुपर्छ, आफ्नै देश जानुपर्छ, बिस्तारै जानुपर्छ साथीहरू। यसो होइन अब अलिकति पैसा सेभ गरौँ, अनि त्यहाँबाट चाहिँ जानुपर्ने हुन्छ। जानुपर्ने होइन, जान्छु, एक दिन जान्छु साथीहरू, बाई बाई भनेर जान्छु म। अब ठिकै छ, लङ टर्म बस्न सकिन्न साथीहरू, एकदमै गाह्रो हुन्छ लङ टर्म बस्यौँ भन्ने चाहिँ। किन भन्दाखेरि एकदमै गाह्रो हुन्छ अन्त साथीहरू, अर्काको काम है, जहिले बिहानै उठेर होइन, त्यस्तो स्ट्रेस त छैन काममा, त्यही पनि अर्काको काम गर्नु है गाह्रो हुन्छ नि। बिहानै काममा जानुपर्ने हुन्छ, आँखा मिच्दै यतिखेर है, कति 11 बजे, अहिले 11 बजे आयो, अब 12-1 बजे सुतेर भोलि बिहान उठेर जानुपर्ने हुन्छ। अनि एकदमै गाह्रो हुन्छ नि त, त्यही भएर हो। अब हेरौँ, लेट्स सी के हुन्छ। अब समय परिस्थितिले होइन, सकेसम्म त छिट्टै जाने भन्ने हो। अब कति वर्ष बसिन्छ थाहा छैन साथीहरू यहाँ। अनि मलाई चाहिँ प्यारो नेपालै लाग्छ साथीहरू, मलाई चाहिँ जान्छु, नेपालै मन छ होइन, नेपालै जान्छु। किन भन्दाखेरि नेपालै जानुपर्ने हुन्छ, नगइकन हुँदैन आफ्नो देश होइन। अनि साथीहरू म चाहिँ घर पनि आइपुगिसकेँ। अब घर आइपुगिसकेँ, मेरो बुढी के गर्दैछिन्, आज म डाइरेक्ट किचनमा जान्छु होइन साथीहरू। मेरो बुढी चाहिँ के गर्दैछिन्, हेलो बुढी, हाउ आर यु। मेरो बुढी चाहिँ किचनमा रहेछन्। नो, एभ्री डे सेम। अनि म चाहिँ घर पनि आइपुगिसकेँ साथीहरू। अनि मेरो बुढी छिन् यहाँ, के गर्दैछिन्, अनि हाई भनिदिनु नि त मेरो भ्लगमा बुढी,
मेरो बुढी हेलो हाई मान्छे के हो आँखा सुन्ने त के भयो त तिम्रो आँखा सुन्ने रहेछौ त धेरै हिजो नसुतेर होला आँखा सुन्ने र आँखा सब सुन्ने त मेरो बुढी हेर आँखा सुन्ने र मोटी भागेर यहाँ म मोटी भयो कि साथीहरू अलि दुब्लाउने उस दिनु न मलाई टिप्स म यस्तो मोटी भएको यो के भएको मोटी यस्तो किन यस्तो भएको त नि लजाको कि माया यस्तो के गरेको तिमी हुन्छ साथीहरू म चाहिँ घर पनि आइपुगेँ अब यताउता गर्नुपर्ने हुन्छ है हुन्छ बाई साथीहरू बाई भन्दै मेरो बाई के भन्नु बाई साथीहरू गुड नाइट सबैजनालाई राम्रोसित बस्नु आफ्नो केयर गर्नु मेरो बुढीको चाहिँ अनुहार सुन्ने जस्तो छ त अनि के भयो त सुन्ने हो खोइ सुन्ने जस्तो छ त अनि हुन्छ साथीहरू बाई बाई गुड नाइट गुड नाइट